नमस्कार सम्पूर्ण मित्रहरूलाई फेरि पनि म रमेश लिम्बू। आज भने जरुरी खबर चाहिँ के छ भन्दाखेरि तपाईहरुको माझमा यो देख्दै गरेको गाडी देख्नु हुँदैछ SK01T6604 जो मेरो गाडी थियो। अनि यहाँ चाहिँ आज अचम्मको घटना चाहिँ के भएछ भन्दाखेरि चाहिँ मेरो गाडीबाट चाहिँ तेल चोरी दिएको छ। अनि यहाँ मेरो हाउस पाइप काटेर यहाँबाट हाउस पाइप काटेर तेल निकालेर हो यहाँ चोरेको रहेछ। तेल चाहिँ निकै लगिदिएछ। तेल त अहिले त मेरो गाडीमा त एक स्टिक चाहिँ छ जस्तो लाग्यो, जसमा तपाईलाई म देखाउँदैछु। तेल एकदमै जिरो बनाइदिएछ। अनि यो भिडियो बनाउनुको उद्देश्य चाहिँ के हो भन्दाखेरि तपाईहरु पनि घरदेखिको टाढो गाडी राख्नु भएको छ भने चाहिँ सतर्क रहनु होला। तेल चोरहरू पुरा फैलेको रहेछ। सो तेल त चोर्यो तर तेल चाहिँ यहाँनिर यति साह्रो घोप्टाइदियो। यो कालो कालो देखेको सबै यो तेल घोप्टेको हो। यहाँ नभएको पनि तेल चाहिँ त्यहाँबाट बगेर आएको चाहिँ यहाँ यसरी बगेर आएको छ। मेरोमा हरमेसी फुल ट्याङ्की हुन्छ। अनि फुल ट्याङ्की तेलमा चाहिँ सबै लगिदिएछ। आधी जस्तो यहाँ घोप्टाएछ। तर यो चोरहरू जसले पनि मेरो तेल गाडीबाट चोर्नु भएको छ तपाईहरुलाई धन्यवाद। तपाईहरुलाई चाहिँ सधैँभरि यसरी नै पुग्छ भने चाहिँ ठिकै छ। हैन भने जुन आदत तपाईले यो गर्नु भएको छ त्यो आदतलाई छोड्नुहोस्। बुझ्नुभयो? कति दिन चोर्नुहुन्छ? एक खेप दुई खेप तीन खेप चोर्नुहुन्छ। कुनै दिन चोर्दै गरेको भेटायो भने तपाईहरुको इज्जत कहाँसम्म जान्छ? तपाईको आमा बाउको इज्जत कहाँ जान्छ? अनि जति पनि यो तेल चोर्नेहरूलाई चाहिँ भेटाएको भए चाहिँ अब के गर्नु र? कुट्दा के हुने हैन? थानामा दियो भने छोड्दिहाल्छ होला, एक दुई दिनमा मिलाइहाल्छ होला भनेर छोड्दिहाल्छ होला। तर यो चोरहरूलाई चाहिँ धन्यवाद तपाईहरुलाई। आज मेरो जस्तो दुःख गर्ने मान्छेको तेल चोरी दिएर चाहिँ तपाईहरुलाई सधैँभरि पुग्छ भने तपाईलाई ठिक्क छ। तपाईहरुलाई परमेश्वरले धेरै धेरै आशिष दिनु। बेसी बोल्नु छैन मलाई यतिमै। अनि जति पनि यो भिडियो हेर्नु हुँदैछ तपाईहरुले सबैलाई शेयर गर्नु होला। तपाईहरुको गाडीमा पनि यसरी तेल चोरे त ठिकै छ। तर मेरो त अब हाउस पाइप काटिदिएको छ यहाँनिर हो। यो बनाउनु पर्यो मैले। यो बनाउनु खर्च, तेल लगाउनु खर्च, दुःख लागेर आयो बिहान बिहानै आज त। के खालको मान्छेहरू छ हौ। यो मेरो गाडी, यो मेरो लोकेसन यहाँ छ हो। तपाईहरुले देखिराख्नु भएको होला हैन? पेकुलाखा जहाँ चाहिँ यो गाडी सधैँ म यहाँ राख्छु। अनि यहाँ गाडी यहाँ राख्दाखेरि चाहिँ आजसम्म यस्तो भएको थिएन। तर अघि राति चाहिँ तेल चोरिदिएछ। ठिकै छ, जसले चोरेको छ उहाँलाई धेरै धेरै धन्यवाद। तपाईहरुलाई सधैँभरि यस्तै पुगिराखुन्। तर जुन दिन तपाईहरुले चोर्दै गरेको एक दिन भेटायो भने चाहिँ नि म त केही गर्न सक्दिनँ। तर जुन दिन त्यस्तै मान्छेको फेला पर्छ नि त्यतिखेर तपाईहरुले चाख्नुहुन्छ है। छोड्नुहोस् यस्तो आदत तपाईहरुले। यो आदत राम्रो हैन। गरेर खानु सिक्नुहोस्, मेहनत गर्नुहोस्। यो शरम लाग्छ काम गर्नु। बाइक लिएर हिँड्छ, स्कुटी लिएर हिँड्छ, तेल चाहिँ चोरेर हाल्ने, अर्काको गाडीको हस पाइपहरू काटिदिनु हुने। के खालको सोच हो तपाईहरुको? बेसी बोल्नु छैन, म यति नै भन्दैछु। फेरि पनि यस्तो काम नगर्नुहोस्। हजुर गरिहाल्यो, मेरोबाट तपाईहरुलाई माफ छ। तर कसैको चोरेको छ भने माफ दिनेवाला छैन त्यो व्यक्तिहरूले तपाईलाई। हुन्छ, भिडियो यतिमा राख्दैछु। जसले भिडियो हेर्दैछ शेयर गर्नु होला ताकि अरूहरुको गाडी पनि सतर्क रहोस्।
ड्राइभरहरू सतर्क रहोस्। यसरी तेलहरू चोरिदिन्छ है साथी हो।